सबैलाई चाहिँ ह्याप्पी न्यू इयर 2083 भन्न चाहन्छु। र आज चाहिँ नयाँ वर्षमा हजुरहरू सुतेर उठ्दाखेरि हजुरलाई पहिलो पाइलामा कहिले पनि खुट्टा नदुखोस् आजबाट। यदि हजुरहरूलाई धेरै समयदेखि खाटबाट उठ्न साथ खुट्टाका ती पछाडिका दुई इँडीहरू अथवा पैतालाको पछाडिको भाग चाहिँ एकदमै धेरै दुख्छ, असह्य दुखाइ हुन्छ, झिनझिन पनि गर्छ, कहिलेकाहीँ पोलेको जस्तो पनि हुन्छ र यो धेरै समयदेखि छ भने चाहिँ उठ्न साथ तपाईँलाई चाहिँ प्लान्टर फासाइटिस भन्ने रोग हुनसक्छ क्या। र प्लान्टर फासाइटिस यो रोगको चाहिँ नम्बर 1 कारण हुनसक्छ हजुरको वेट। त्यही भएर वेट चाहिँ कन्ट्रोल गर्नुपर्छ। यदि हजुर मोटो हुनुहुन्छ भने चाहिँ त्यसले चाहिँ तपाईँलाई त्यसको कारण हुनसक्छ। अर्को कारण भनेको चाहिँ जसले चाहिँ धेरै हिँडेर काम गर्नुपर्छ, प्रलङ स्ट्यान्डिङ होइन, हाम्रो प्रहरी सरहरू, ट्राफिक प्रहरी होइन, कृषकहरू, त्यसपछि होटेलमा काम गर्ने मान्छेहरू, वेटरहरू सरहरू र इभन डक्टरहरूमा पनि सर्जनहरूलाई चाहिँ यो प्लान्टर फासाइटिस भन्ने रोग हुनसक्छ क्या। र यो रोगको चाहिँ उपचार छ है, विभिन्न पद्धतिहरू छन्। 1 नम्बर आइस थेरापी हुनसक्छ, आइस लगाउन सक्नुहुन्छ हजुरले। अनि 2 नम्बरमा चाहिँ अल्टरनेटिभ त्यो कन्ट्रास्ट बाथ भन्छ, अल्टरनेटिभ हट एन्ड कोल्डमा चाहिँ खुट्टा डुबाउने हुनसक्छ। एकदमै धेरै दुख्या छ भने कहिलेकाहीँ पेन किलरहरू पनि खानुपर्ने हुनसक्छ। र कहिलेकाहीँ चाहिँ त्यो टेनिस बल रोलिङ थेरापी छ क्या, त्यो रोल पनि गर्न सकिन्छ। एकदमै धेरै दुख्या छ, सहनै नसकिन्छ भने इन्ट्रा आर्टिकुलर स्टेरोइडको पनि अप्सन छ, इन्जेक्सन पनि हाल्नुपर्ने हुनसक्छ। र एकदमै धेरै दीर्घकालीन समयदेखि छ, तपाईँलाई एकदमै गाह्रो भएको छ भने चाहिँ कहिलेकाहीँ सर्जरीको पनि अप्सन छ है त। एकचोटि चाहिँ हार्ट जोर्नी नसा रोग विशेषज्ञलाई भेट्नु होला। र तपाईँलाई यदि यस्तो छ बिहान उठ्ने बित्तिकै एकदमै धेरै दुख्छ र त्यो बसिरहन्छ यो दुखाइ चाहिँ भने चाहिँ दुखाइ सहेर नबस्नु होला, उपचार छ, उपचार गर्न जानु होला है त। ओके, थ्याङ्क यू, नमस्कार।